लाग्नु भएको नि बुहारी ल्याएन कुन गाउँमा नि पल्ला अरे तपाईँले मलाई किन नभनी नै बुहारी ल्याउनु थाल्नुभयो त चिन्ता नगर्न छोरा राम्रै हेर्दैछ आमाको कल गरेको राम भएको पो मनपर्छ त कुरै छोड्दै छोरा एकदमै राम्रो छ यहाँ रात पर्न सक्छ छिटो जाउँ ड्याडी छिरिन्न घरमा को हुन्छ नमस्ते हजुर आउनुहोस् कुरा गर्नु थियो बस्नु हामी त तपाईँको घरमा छोरी माग्न पो आयो ए ठिकै छ एकछिन है म छोरीलाई बोलाउँछु छोरी कस्तो लाग्यो तपाईलाई छोरा नानी नि तँलाई कस्तो लाग्यो ठिकै लाग्यो अहिले राम्री पनि रहेछ ठिकै लाग्यो छोरा बुहारीको त कमाइलै रहन्छ यस्तो बुहारी त लिँदैन छोरा जाऊ अब हामी नाइ बाबा मेरो मलाई त साह्रै मन पर्यो मेरो कल पनि त छैन त्यसो भए ठिकै छ त तँलाई मन पऱ्यो तै लिएर आऊ म के गरौँ आऊ त बारी यहाँ सँगै बस्छ नाइ बाबा म त विदेश जान्न म त नेपालमै काम गर्न चाहन्छु नेपालमै पस्न जान्छु म त बरु सहरतिर जान्छु काम गर्न नेचेर नेपालमै गरौँ न काम गरौँ एक्लै जान्छस् न बुहारीलाई पनि लिएर काम पायो भने त बुहारीलाई पनि लिन्छ भन्ने होला सहरतिर काम पाइहाल्छ होला दुईजनै जान्छ होला काम गर्न हेलो बुवा नमस्कार हेलो अब तपाईँ त्यो पुरानो घरमा पनि जरुरी छैन किन छोरा किनकि म सहरतिर काम पाइसकेँ मलाई विश्वास त छोरा तैँले केही न केही गर्छ ल बिजी छु फोन राखेँ है हुन्छ भगवान के नाम से कुछ दे दो भैया हम भिखारीलाई के दिनुहोस् हजुर छोरी जाने त आज तेरिका हामी सासू आउँछ जाऊ हामी बुढी हामीलाई खाने केही दिनु हामीले 4-5 दिन चाहिँ केही थाहा छैन छोरा त त्यही यो जागिरी आज तेरिका अहिले फेरि बाउका आइछु